भाइ लु खाना थप्नुहोस्। होइन आन्टी म ड्याम्मै भयो यतिले अगाएँ मिठो पनि भएन होला है, हत्तामा पकाएको त मैले आज। होइन मिठो भयो त आन्टी, त्यो के भन्छ मखमली रेस्टुरेन्टमा अघि दिउँसो खाइकिन आएको अबै त्यसो भनेर कहाँ हुन्छ, यहाँ पनि मजाले खाँदा जानु पर्यो नि। आन्टी म ड्याम्मै भयो नि त, मलाई भयो त्यसो लजार हुँदैन। प्लिज म नेक्स्ट टाइम अबै त्यो हात हटाउनुहोस् त होइन अलिकति त खानु पर्यो नि, अन्त कहाँ होइन हुन्छ त्यस्तो भनेर। साँच्ची खान्छु म कि अलिकति प्लिज यो पालि खानु पर्यो छोडिदिनु नि। होइन प्लिज कति खाऊ भनेको भाइ, बुझ्दैन मिठो भएन है, तिमीलाई मिठो भएन। होइन होइन आन्टी मिठो भयो त, होइन मिठो मिठो भयो, कसम मिठो थियो। अब किन चाहिँ नथापेको, किन चाहिँ नखाएको रे तिमीले? हुन्छ अलिकति हालिदिनुहोस् न त्यसो भने। अलिकति होइन, एक डेक्ची खानुपर्छ अब तिमीले, एक डेक्ची। के भएको त्यसरी लजाएर कहाँ हुन्छ, हुँदैन नि। लजाको होइन आन्टी, खाइसक्नु पर्यो है। अघि दिउँसो मखमली रेस्टुरेन्टमा मजाले खाएर आएको नि त, सिच्चेको मखमली रेस्टुरेन्ट। ला छोरा राख्यो। ए होइन होइन पर्दैन बडा मलाई। अरे अलिअलि दस्तुर मात्रै हो, ला न राख्न। होस् 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 बडा पर्दैन मलाई। अरे तिमीहरू पढ्दै गरेको नानीहरूलाई चाहिन्छ नि त, होइन होइन छ बडा मेरोमा छ। ला न, के भएको यो, के भएको, राख्छ। होइन पर्दैन हो बडा। अब यस्तो गरिस् भन्छ म कहिले पनि आउँदिनँ यहाँ। अब यस्तो जबरजस्ती गर्नु भन्छ फेरि म पनि कहिले बोल्दिनँ नि। अरे के साल स्वाङ परेको, राख्न। स्वाङ परेको होइन बडा। अरे राख्न अलिकति, ला न। छ राखिहाल्न। बनेको बुत्ता जस्तो। अहिले लास्टमा त गएर थाप्छस् होइन, थाप्छस् कि थाप्दैनस्, थाप्छस् कि थाप्दैनस् भन् त। होइन अझै दुईपल्ट होस् भनेर चाहिँ थाप्नु नै के भएको, किन छ हावाको स्वाङ पारिरहेको, हौडे हौडेको नाटकहरू गरिरहेको? होइन अन्त यो त अब अहिले प्रथा नै हो नि त, अब सबैले गर्छ होइन, अन्त परम्परा जस्तो भएको छ नि। परम्परा, घन्टाको प्रथा, घन्टाको अनुशासन, साला बागवानको अमिताभ बच्चन। बागवान होइन बडा म ला चुप लागेर राखिहाल्यो। ला अहिले अझै कम्ती दियो भन्दै यहाँ पछि कुरा गर्छ होला, हौडाको यहाँ नाटक गरिबस्छ हाम्रो छेउमा चाहिँ। Oh, you're so clumsy, Charlie. Look at the mess you made. Oh, you're so awkward. It's so cute. Let me take a picture. के झानिस्, के फुटाइस्, के बिगारिस् फेरि? होइन, उहाँ माथिबाट त्यो बिस्किटको बट्टा तान्दै थिएँ कि आँटा पनि घोप्ट्यो, तर म यो सबै सफा गरिहाल्छु। यो सडक्कै टलक्कै नपार त, तेरो म जानेको छु। अब जहिले तैँले केही न केही काम बिगारिरहेको हुन्छ। त्यो चाहिँ किन रहेछ भन्नु त आमा, त्यो चाहिँ होइन अब हामी जस्तोहरूलाई चाहिँ त्यो अक्वर्ड क्लम्जीहरू भन्छ होइन, तर अक्वर्डहरू चाहिँ क्युट हुन्छ अरे। जानेस्, अलक्षिणा पो त अलक्षिणा भन्छ, बुझेस्? छ्या तपाईँलाई त त्यस्तो केही यादै हुँदैन यहाँको आमा बाबाहरूलाई त। बाहिर फरेनतिर त होइन अक्वर्ड भन्छ, क्लम्जी भन्छ, अनि त्यस्तो छ भने चाहिँ के भन्छ, क्युट हुन्छ अरे नि। नापेर क्युट, तर बाजेको क्युट भन्न, जहिले तैँले केही न केही बिगारिरहेको, फुटाइरहेको, एउटा काम ढङ्गले गर्नु सक्दैन, त्यस्तोलाई त अलक्षिणा पो भन्छ त, अलक्षिणा बुझ्यो? यी भाइ लिनु नि। हुन्छ थ्याङ्क यू अङ्कल। चम्ची त्यो होला है? हजुर भाइ त्यो चम्ची पास गरिदेऊ न मलाई। स्पुन भन्नुपर्छ, बुझ्दैन हाम्रोहरूले नेपाली बुझ्दैन भन्नु न, इङ्ग्लिसै म त बोल्छ। हजुर हजुर सन ब्रदर गिभ स्पुन ओके। देख्यो आम्मा कस्तो इङ्ग्लिस बोल्छ मेरो छोराले। ओके अरे, न त अब हुन्छ भन्नुपर्ने हो नि होइन, ओकेहरू भन्छ। हजुर अहिले अब तपाईँको पढाइदेखि लिएर टिभीमा पनि इङ्ग्लिसै छ हो, अन्त अहिलेको जेनेरेसनहरू सबै नै होइन, तर हाम्रो नानी त सानैदेखि हो, जन्मेकोदेखि पो त त्यो आमा बाबाहरू पनि होइन, सिधै मदर फादर अरे हुन्छ त्यस्तो पनि। हजुर अब राम्रो इङ्ग्लिस बोलेको अङ्कल है, तर पनि अब के भन्छ नेपाली आफ्नो भाषा त जान्नु पर्यो, नत्र नेपाली सब्जेक्टमा स्कुलमा साह्रो पर्ला नि फेरि होला भाइ। होइन फेरि नेपालीमा लेख्नु पढ्नु त राम्रो छ, यसको फर्स्ट हुन्छ, अन्त स्कुलमा त त्यो नपढी भन्नु न, घरमा पनि म त अहिलेसम्म कहिले पढेको छैन। होइन राम्रो स्टुडेन्ट होला नि त, अब स्कुलमा ध्यान दिएर पढ्छ होला। होइन फेरि स्कुलमा पनि केयरलेस छ अरे, यो कम्प्लेन आइबस्छ जहिले तैँले भन्नु न, पनि फर्स्ट हुन्छ अरे। कसरी? ऊ त तर ट्युसन जान्छ नि होइन? होइन जाँदैन नि ट्युसन पनि। होइन मैले उसलाई ममता मिसको ट्युसन अगाडि देखेको थिएँ। कहाँ ट्युसन गएको होइन नि, त्यो बाटो खेल्नु पो गएको त उसको साथीहरूसँग। कहाँ मैले खाता किताब देखेको थिएँ उसको। आम्मा कसम ट्युसन जाँदैन भनेको म त भाइ तिमीले। मेरो छोरा सबसे
राम्रो दिमाग भएको एकदमै अव्वल दर्जाको नानी हो भनेको मैले बुझ्दैनौ तिमी? ओ आमा चाहिँ यहाँ आउँदा हाम्रो छोरालाई के भन्दैछौ सुन्दैछौ तिमी? के भन्नु खोजेको भाइ तिमीले हाम्रो छोराको दिमाग छैन भनेको? दा के भयो? किन रुनु भएको? भाइ बाजे खस्यो नि मेरो। ए ला बिचारा त्यो पानी ल्याइदिउँ? पानी पिउनुहोस् न अलिकति। होइन होस् भाइ अहिले। होइन अलिकति तातो पानी ल्याइदिन्छु नि, पिउनुहोस् न। होस् भाइ अहिले खान्छु। होइन पानी पिउनुहोस् न दा, अलिक सन्चो हुन्छ नि। सन्चो हुन्छ? के सन्चो हुन्छ? यहाँ बाजे खसिरहेको छ, पानी पिएर चाहिँ फर्केर आउँछ। होइन मतलब त्यस्तो भनेको होइन म। के सन्चो हुन्छ भनिरहेको तिमी? अर्को साल अस्ति भर्खरै बोजू खसेको हामी अनि बाजे। ए हजुर दा, त्यस्तो पनि सोच्नु हुँदैन नि दा। होइन अब सबै नै त एक न एक दिन मरेर जाने नै त हो। अब के भन्छ, यो संसारको नियम हो, विधिको विधान हो, छोरी पराया धन हो। के अरे छोरी पराया धन अरे? होइन मतलब त्यो के भन्छ, छोरी जस्तै हामी पनि सबै पराए नै हो यो संसारमा। अनि एक न एक दिन अब छोडेर जानु भाइले पनि कोही बेला त ज्ञानी कुरा गर्छ तर पनि मन मान्दैन। अब हुनु त कसैलाई चाहिँ त्यो के भन्छ, मर्ने कसैलाई होइन रहर हुँदैन तर नमरेको। तिमी जिस्केको भाइ? तिमी जिस्केको? यहाँ खेलाइची लाग्यो होइन त्यो फ्लोफ्लोमा निस्किपठाएछ दा, फ्लोफ्लोमा निस्केको होइन, जिस्केको होइन, कस्तो जिस्केको होइन। पिउले त कस्तो प्याच प्याच भन्छ हौ, तर भर्गो हो नि त। भर्गो यस्तै हुन्छ, मनमा के कुरा राख्नै सक्दैन। त्यो भर्गो चाहिँ होइन कि त्यो बेउरा सकि गएको, त्यो सानोमा अलिक धुलाई नपुगेको चाहिँ हो। त्यस्तो केही पनि होइन। उसको चाहिँ अहिले रुलिङ प्लानेट मर्क्युरीको चाहिँ इन्फ्लुएन्स चाहिँ अलिकति कम्ती भएको छ कि। अनि उसको चाहिँ बोयफ्रेन्ड फेरि स्याज हो नि त, त्यहाँ नट कम्प्याटेबल क्यु। त्यही कारणले खासमा के भएको तिमीहरू? स्टप ब्लेमिङ द प्लानेट्स एन्ड स्टार्स आउट देयर फर समवन शिटी बिहेभियर, बुझ्यौ? समटाइम्स पिपल आर जस्ट मीन एन्ड म्यानरलेस एन्ड स्टप जस्टिफाइङ द्याट बाई क्रिटिकल एन्ड पेसिमिस्टिकल। पक्कै पनि अर्थ साइन होला है त। मलाई सबै याद छ साइनहरूको बारेमा, कस्तो कस्तो देखेर भनिदिइहाल्छु। सबै थाहा छ नि मेरो साइन के हो त्यो पनि भनिहाल न। तिमी पक्का पनि क्याप्रिकन हो? ओके, देख्यौ देख्यौ, आई न्यू इट। मलाई सबै याद हुन्छ। एरिज हो नि त म, मलाई सबै याद हुन्छ। त्यसो भने मेरो ट्रेट्सहरू भन त, मेरो क्यारेक्टरिस्टिक्सहरू। तिमीहरू लोयल हुन्छ, एम्बिसियस हुन्छ, रेस्पोन्सिबल हुन्छ, तर एट द सेम टाइम स्टबन पनि हुन्छ। अनि जस्तो देखाइरहेको छौ नि पेसिमिस्टिक नेगेटिभ पनि हुन्छ। द्याट्स एक्ज्याक्टली माई पोइन्ट। इट्स सो जेनरल, यो जसलाई पनि लागु हुनसक्छ। मेरो बारेमा सक्छौ भने केही स्पेसिफिक भन न। सक्छौ? सक्दैनौ। Why? Because all of this is made up bullshit. अनि it's okay to believe in that, but don't take it so seriously. हाउडेको यो हावा पित्थामा मान्छे खाँदाखेरि राम्रोसँग नछापाइ निल्छौ, हक्दाखेरि सिगरेट तान्दै चिया पिउँछौ, नाक कोच्याउँदै साथीहरूमाथि ओडाउँछौ, अनि कोही कोही बेला आफ्नै पिन कोच्याउँदै सुन्छौ पनि। हो कि होइन? तर त्यस्तो त अन्त होइन हो। Capricorn. अरे अशोक, कति दिन बाद पो देखेँ त आज। कहाँ छौ केटा? How are you my friend? के भन्नु, अब चल्दैछ भनौँ न। तिमी कस्तो छौ? नेभर फेल्ट बेटर। म अहिले बिल्ड गर्दैछु। के चाहिँ बडी? नो, लाइफ अफ माई ड्रिम्स। अनि तिमी पनि गर्न सक्छौ। कम टु आवर मिटिङ टुमरो। केटोले आजकल वाट्सएप स्टेटसमा पनि यस्तै के दामी हालिरहेको हुन्छ, एकदम टिपटाप। के छ द गुड थिङ इज तिमी पनि हुन सक्छौ। अहिले के गर्दैछौ? म त त्यही काम गर्दा 9 to 5 बोरिङ। डोन्ट यु वान्ट टु एस्केप दिस भिसियस साइकल? तिमीलाई मन छैन तिम्रो आफ्नो गाडी, बङ्गला, पैसा, फ्रिडम, ट्रिप टु थाइल्यान्ड, स्पेस ट्रिप चाहिएन तिमीलाई? खै तिम्रो छ नि, पहिला त आफ्नो हुनु पर्यो नि। हुन्छ माई फ्रेन्ड, 3 weeksमा म सिल्भर हुँदैछु, मेरोमा गाडी आउँछ, अनि त्यसपछि 6 monthsमा डायमन्ड, मेरोमा सब हुन्छ। ओके ल, काम चाहिँ के हो? के गर्नु पर्छ? गोल सेटिङ। एभ्रिथिङ स्टार्ट्स विथ अ गोल। ड्रिम बिग माई फ्रेन्ड। होइन, काम चाहिँ के गर्नु पर्ने हो? पैसा कमाउनु, त्यो काम चाहिँ के गर्नु? हसल माई फ्रेन्ड, हार्ड वर्क, फलो द 5 Ds, डिसिप्लिन, determination, demonstration, deforestation, demonetization, deportation, destruction. के भएको? That makes no sense. That makes no sense.
फुपूवाला आएको छ छिटो बाहिर निस्कि आए हो कान्छा अरे यहाँ शैलीको कान्छा छोरा हो सानोमा थियो रोगी जहिले तैले बिमार भइबस्छ त्यो 14 वर्षसम्म ओछ्यान मुत्ने होइन मुतुवा कान्छा भन न नमस्ते बाजे अहिलेका नानीहरूलाई त ठारै ढग्नु खोज्छ उहिले हाम्रो पालोमा त ठुलो मान्छेहरूको हामी खुट्टामा टाउको लगाएर ढोग्ने गर्थ्यो सरी बाजे पर्दैन अहिलेको नानीहरू कहाँ गर्छ लजाउँछ नि यिनीहरू हाम्रो पालोमा त अलिकति केस लामो भयो कि त गर्दा काटिदिन्छ हाम्रो गुरुजनहरूले 2 बेत पनि लगाइहाल्छ प्ले चल्दैछ कि त्यसको लागि राखेको राम्रो पढेको यिनीहरू त कामहरू गर्नु नि के त्यो नाटक नौटङ्कीहरू गरिरहेको कहाँ हो फुपू अब अहिले त जमाना बदलिसक्यो नि अहिले त तपाईँको यो क्रिएटिभ फिल्डमा सोसियल मिडिया बिजनेस इनोभेसन सबैमा स्कोप छ गर्नु सक्यो भने इनफ्याक्ट गभर्मेन्टले पनि सपोर्ट गरिरहेको छ यो सिक्किम डिजाइन विक भन्ने अहिले है राम्रोका लागि भनेको यहाँ फुपूले चाहिँ ल हामी पनि जस बुझाएको मात्रै नि त अब तपाईँहरूले उल्टा मुख लागिरहेको लु तिमीहरूको दक्षिणा ठुलो ठुलो हुनु ला लु तँलाई पनि मलाई त पर्दैन बडा पर्दैन अरे अलिअलि दस्तुर मात्रै हो लान होइन बडा होस् पर्दैन मलाई कहाँ हो अरे राखिहाल्न हौ अलिकति मात्रै छ होइन यिनीहरूलाई दिनुभयो त अनि भइगयो नि त्यति नै तिमीहरूलाई मात्रै भनेर कहाँ हुन्छ तिमीहरूलाई पनि चाहिन्छ नि त लु राख्न होइन पर्दैन हौ तर पनि राखिहाल्न लु पर्दैन हौ अरे दस्तुर मात्रै हो राखिहाल्न चुप लागेर राखिहाल्न चुप लागेर राख भनेको बुझ्दा त सप्पारी बस्छ हावाको लास्टमा मलाई त थाप्छस् होइन थाप्छस् कि थाप्दैनस् भन्छ थाप्दिनँ म त थाप्दिनँ कसम थाप्दिनँ बडा नापेर थाप्दैनस् जाने गयो तिमीहरू देखेको हो बुझिस् होइन बडा अब के भन्छ दसैँ तिहार हो होइन घर परिवार भेला हुनु नै ठुलो कुरा हो नि त अब तपाईहरू ठुलो मान्छे हो होइन तपाईँहरूको आशीर्वाद नै मेरो लागि त सबैभन्दा ठुलो कुरा हो नि त सब स्क्रिप्ट याद छ तिमीहरूको बुझिस् सब याद छ अनि लास्टमा चाहिँ गएर थाप्छस् अनि त्यसमा अझ कम्ती दियो भने पिठ पछि कुरा गर्छस् तिमीहरूले बुझ्यस् त्यही कारण हाम्रो छेउमा चाहिँ नि यस्तो स्वाङहरू चाहिँ नकार्दा पनि हुन्छ बुझिस् ल चुप लागेर राखिहाल अनि बेसी स्वाङ नपार भैँसीको पिलो कति सानो ढिलो लोन लिनु क्या हामी चाहिँ मासु भात चाक्खु सेलरोटी पो भन्नुपर्छ त घरको अङ्कल कन्जु इस्कुसको मच्चन अमिताभ बच्चन इस्कुसको मच्चन जया बच्चन गोर्खा भवन भरुण धवन दीपिका पाडुकोन इन्नरवेयर डाइना पेन्टी मिलेन हाम्रो देउसी फायर गाजा ताने छ किनले मिलेन लेभल तेरो बाउ बोला खाए त गाजा आफ्नो बाउको खाए अनिलेश भाइ हजुर के भूतको पिक्चर हेरेको आन्टी यो हरर कमेडी हो अहिले पुरा चलिरहेको छ कि यो जनर हँसाउने हजुर हँसाउने पनि हो कि तर्साउने अनि तर्साउने पनि हो म पनि पिक्चर नहेरेको त कति भयो नि आजकल त क्या अब टाइमै पाउँदैन हो त्यही त हो आन्टी यो चाहिँ को फेरि हिरो हजुर नराम्रै है यो भन्दा अलिक राम्रै त बरु भूतै होला तर्सु छ अब तर्सु छ मलाई थाहा छैन आन्टी भुताउँछ होला है अब मैले पनि फर्स्ट टाइम हेर्नु सकिनँ होला के भएको कस्तो झुकाएको है
रमाइलो अरे तिमीहरू यस्तो गीतहरू पनि सुन्छस् है? सुन्छु नि बडा। यो त हाम्रो पालोको गीतहरू पो त के याद छ तिमीहरू? होइन बडा, याद छ नि, हामी पनि यो गीतहरू सुन्छ नि। यही याद छैन अहिले तिमीहरूको भनेको त्यो ढाकचाक र ढिक त्यो न टुप्पो छ न फेद, त्यो हल्लाइ मात्रै। तिमीहरूलाई के याद सङ्गीत भनेको के होइन हो? बडा, म त पुरानै गीतहरू बेसी सुन्छु नि खासमा। तिमीहरू एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा। कति सत्य कुरा हो त्यो। त्यही त है बडा, म पनि बुझ्छु नि। के बुझ्दैछौ तिमीहरूले यो उमेरमा माया भनेको के हो? किन नबुझ्नु? कति सरल तर कति गहिराई छ त्यो वाक्यमा। के बुझ्थिस् तिमीहरूले? बुझ्छु बडा, सब बुझ्छु म त। लेख्नेले कति सोचेको होला। के याद तिमीहरूलाई? याद छ बडा, सब याद छ। याद छैन हो तिमीहरूलाई? म पुरानो गीतहरू के सुन्छु। याद छैन? के याद याद छैन? छ बडा, घन्टा याद छ याद छ मलाई। तिमीहरूलाई? म त तपाईँहरूकै टिम हो। घन्टाको हाम्रो टिम हिजोसम्म त्यहाँ कराक किरेक कुरक भन्ने गीत सुनेर टाउक दुखाइसकेको थियो 100 पल्ट सुनेर। तिमीहरूले के बुझ्थिस्? त्यो रेडियोमा बसेर अरुणा लामा र नारायण गोपालको गीतहरू पर्खिनु, त्यो माटोमा जुडिएको गीतहरू गाउँदै खेती गर्नु, के बुझ्थिस्? कुन चाहिँ पिक्चर हेरेको फेरि तिमीले? हरर फिल्म हो आन्टी। के रहेछ भूतको पिक्चर हेर्दो रहेछस् त्यहाँ त फेरि? हजुर अहिले मुडै त्यस्तो भइरहेको छ नि त, यो आउनु आँटेको छ कि ह्यालोविन। बाजेको पिन जिस्किएको हो। हेरौँ न हामी है, अस्ति पनि कस्तो मजा आएको थियो है हामी दुईजनालाई भूतको पिक्चर हेर्नु। हजुर कस्तो मजा आएको थियो। यो चाहिँ को हो फेरि? यो हिरोइन आन्टी फिल्मको। चनमती है। भगवान के खालको गर्थी नि हो यो केटी चाहिँ फेरि। राति हुँदा चुप लागेर दैलो सैलो बन्द गरेर सुत्नु नि है। जङ्गल क्या गर्दै गइरहेको होला है। ल अब के हुन्छ? के हुन्छ छिटो भन न, के हुन्छ? ला मर्छ त्यो? के थाहा मर्छ कि मर्दैन भन न। के हुन्छ? के हुन्छ छिटो भन न। छिटो भन न। छिटो भन मैले आज न। फर्स्ट टाइम हेर्दैछु, तपाईँ जस्तो फर्स्ट टाइम हेरेको, पहिलो चोटि हेरेको। अब यो कहाँ गएको त्यो? ला नजानु भन। ला नजानु भन। यो चाहिँ कसो नजानु भन्नु? छेक्छु लागेर हेर्नु न। अङ्कल आन्टी मेरो यो स्कुलको साथी। नमस्ते अङ्कल। के मैले हिरो भएको छ भनेको थिएँ नि, यो ए अनि नानीले चाहिँ के काम गर्छ? एनएसडिसीमा काम गर्छ नि अङ्कल। होइन, एनएसडी नेसनल स्कुल अफ ड्रामा। काम चाहिँ के हो? डाइरेक्टर हो है। होइन पर्फर्मिङ आर्टिस्ट हो। एक्टर हो नि अङ्कल। अमिताभ बच्चनहरूसँग पिक्चर खेलेको। अबे हो र? होइन आन्टी, त्यो के भन्छ नाटक नौटङ्कीहरू आमा के भन्नु। एक्टिङ गरेर देखाइदियो न, छिटो न एक्टिङ गर्छ यहाँ। अब हेर्नु है अङ्कल यहाँ के भइरहेको के हुँदैन। छिटो गर्न अलिकति हुन्छ अलिकति विचारलाई चाहिँ अप्ठ्यारो भइसक्यो होला। नगर न त्यसो, लाज नपारिरहनु न। के को लाज हो आन्टी? यो र म त यत्रो हुँदा देखेको, सँगै हुर्केको, सँगै खेलेको। फेरि हामी यस्तो डरलाग्दो मिल्ने साथी कि यस्तो डरलाग्दो मिल्ने। हामी त नुहाउनु पनि सँगै नाङ्गै नुहाउँथ्यो। भगवान के भने भन्छ उसले त बोल्नु पायो भन्नु। के को अप्ठ्यारो आन्टी? यसले त नि हामीलाई त नि सानोमा त यो हामी नुहाउँदाखेरि चाहिँ नि कट्टु भिजाएर चाहिँ यसले हामीलाई यसरी छालामा प्लाप प्लाप गरेर हिर्काउँथ्यो। दा के भयो? किन रुनु भएको? बाजे खस्यो नि भाइ। बाजे त अस्ति पनि खस्यो होइन? होइन मतलब को बाजे खस्यो भनेको दा? ए जन्तरे बाजे भाइ। जन्तरे अरे तिमी हाँस्नु न। होइन अरूलाई दुःख परिरहेको छ, तिमीलाई त मजा आयो। त्यो नामै सुनेको थिएन कि जन्तरे भन्ने, अन्त त्यतिकै निस्कि पठायो नि। तिमी गइहाल्यो त भाइ यहाँबाट। तिमी अस्ति पनि त्यस्तो गरे। होइन त्यस्तो गरेको होइन। म के भन्छ अब खासमा राम्रो इन्टेन्सन लिएर आउँछु कि, तर के बोली पठाउँदो रहेछु म। खासमा अब तपाईँ नरुनु न होइन, यस्तो भइ त हाल्यो। अब घरमा तपाईँ नै सबसे ठुलो छोरा हो, अन्त तपाईँ चाहिँ स्ट्रङ हुनुपर्छ भनेको नि। कसरी चाहिँ स्ट्रङ हुनु भाइ? म एकैजना त माया गर्ने मान्छे थियो, उहाँ पनि बितेर गयो। त्यस्तो
भइहाल्यो अब के गर्नु पानी खाने पानी ल्याइदिउँ दा पानी खानु न ल होइन त्यसो भने तातो पानी ल्याइदिन्छु नि त्यसो भने जुस खानु न अन्त दा होइन जुस त खानु न केही पनि हुँदैन झुस भनेको बाउको झुस भन्न पहिला जुस भन्नु सिकेर आइज बुझिस् जुस अरूलाई चाहिँ यस्तो दुःख परिरहेको छ उसलाई त भक्कु मजा आयो है पुरा हाँसुयो तँलाई त होइन दा हाँसेको होइन म खासमा त्यो जन्तरे भन्ने नाम जेठा साइला माइला काइला अन्तरे सुनेको छैन त्यसपछि आउँछ जन्तरे अझै सुनेको छैनस् भने त्यसपछि आउँछ लखन्तरे तँलाई म जिस्केको जस्तो लाग्यो म जिस्केको जस्तो लाग्यो होइन कोही मुझे जङ्गली 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 के भयो के कोही मुझे जङ्गली कहे कोही मलाई जङ्गली भन् भनेको होइन अन्त भन्यो त मैले जङ्गली जङ्गली बुझिस् के भएको है यिनीहरू के भयो फेरि हेर्नु यहाँ दुब्लाएर लुते न लुते भइसक्यो के भएको है यस्तो ठिकै छ त हौ यतिको त यिनीहरू खासमा राम्रोसँगले खाँदैन कि नरखट गरिबस्छ नि जहिले तैँले मासु मात्रै चाहियो भन्छ सब्जीहरू केही खानु मान्दैन ठिकै छ आमा यतिको त किन हो हाउडेको कुरा नगरिरहनु न अब खुब जानिस् त्यहाँ माथिल्लो गाउँको देवी बहिनीको छोरा मनोजलाई हेर त आम्मा कस्तो मजाले मोटाको छ त यहाँ हराइ गइसक्यो ओभरवेट भएको भन्छ त्यसलाई ओभरवेट जानिस ए लु यो आइपुगेछ जा त बडालाई चिया बनाएर ल्याइदे ए होइन पर्दैन खादिनँ म चिया खादिनँ पर्दैन अरे अलिकति भए पनि खानु न जा त होइन म ड्याममा भात खाएर आएको कि अन्त खानु सक्दिनँ हौ नानी छोडिदेऊ हुन्छ त्यसो अरे तँ चाहिँ जा न चिया बनाएर ले न खान्छ होइन नानी छोडिदेऊ तिमी नजाऊ अरे म खाँदिनँ चिया म ड्याम्म भइरहेको छु हौ म के गर्नु के हुँदैन अलिकति त खानु पर्यो नि चिया कि हाम्रो घरमा चाहिँ खानै नहुने अरे त्यस्तो होइन हौ यहाँ भुडीमा जग्गा पनि त हुनु पर्यो अब बुझे हाम्रो घरमा चाहिँ खानु हुँदैन होइन खानु हुँदैन नि त तपाईँहरूले चिया अरे कस्तो नबुझेको हो म ड्याममै भएर आएको छु नि त अलिकति पनि जग्गा छैन भनेको खाएर जानुपर्छ जा त नानी अलिकति बनाएर ले चिया होइन हौ पर्दैन अरे खाएर आएको भनेको अलिकति म तरिका खाएर आएको भनेको खाँदिन भनेको बुझ्दैनौ तिमी अरे म त चिया म खानु भनेको त कस्तो यहाँ कराउनु थालेको तपाईँ चाहिँ त्यस्तो जबरजस्ती गरेको हुन्छ म गएको यहाँबाट गएको है छोडा जान्छौ तिमी यहाँबाट तुमा लागेर थपक्क बस्छ यहाँ चिया खाएर जान्छौ अबे के गरेको हात छोडा अब म कालिन्छु के भएको फेरि चुप्पा लागेर चिया बनाएको र तेरो यो के निस्केको हातमा यहाँ देखा त के यो के भएन हौ सानो फोकामा त निस्किरहेको छ ला के भएको यस्तो ला के निस्केको यस्तो भगवान हेर्नु लु के हो यस्तो म त हेर्नु पनि सकिनँ हौडे कुरा नगर्ने तपाईँको त जहिले तैँले बित्थाको के पनि होइन इत्रुबाट जानिस इत्रु फोका अहिले तेरो म देखाउँछु इत्रु फोका त्यो माथिल्लो गाउँको रजनी इत्रु फोकाइ थियो अरे खुट्टामा कोट्टाएर बिगारेर चाहिँ क्यान्सर भएछ त्यसपछि खुट्टा काट्नु पर्यो बुझिस् अझ तिमीहरूको चाहिँ इत्रु फोका भन्दै गर न ओइ तेरो यो हातको हालसम्म जाति भएको छैन बिस्तारै जाति भइहाल्छ त के अस्तिदेखि हो त खै यहाँ देखा त छिटो लु लु भयो भइहाल्ला हे के बनाउँछ आजकल मान्छेहरूले है त्यही म पनि यसो नै हाँसी पठाउँछु कोही बेला यति साह्रो पनि हुँदैन है हाउडेको छ्या नाटक हेर्नु नि अच्छी छ्या साला लोदरे
ल्या छि इ भन इ ला इ हौडेको छ्या थु साला थु लात नपुगेको अरे यिनीहरू किन के भयो जे फेरि? पायो त्यो बनाउँछ आजकल यो मान्छेहरूले त्यस्तो पनि बोल्नु हो भन त होइन अब अहिले त सबैको हातमा फोन हुन्छ अन्त अब फोन छ भन्दामा जे पायो त्यो बनाउनु अन्त होइन हौ अब फोन हुन्छ उनीहरूले बनाउँछ तिमी चाहिँ यहाँ किन दिमाग खराब गर्छौ आफ्टर अल इट्स जस्ट अ रिल नि त घन्टाको रिल रियालिटी हो यो रियालिटी अन्त तिमी चाहिँ किन यहाँ दिमाग कताइरहेको हौडेमा हो त म त रिस उठेर दिमाग खराब हुन्छ मेरो त छ्या दिमाग खराब भएर आउँछ एक जस्तो हेर्दिनँ म छ्या लु नहेर त चुप लागेर बस एकछिन समाज के अंदर एक ही भगवान रहता है और वो है लवड़ा चोर ल अहिले बेलुका नि त्यहाँ सुरेशको त्यहाँ भेटौँ न ल को पो सुरेश त नाम सुनेको जस्तो लाग्यो त हौ त्यो हौ मुकेशको भाइ हौ सुरेश अनुहारदेखि नि चिन्छु होला हौ भगवान त्यो भगवाने काइलाको नातिहरू चिन्दैनस् मुकेश र सुरेश को भगवाने काइला चौ त्यो प्रेमनाथ खातीको बिल्डिङमा के हौ तल्लो तालामा रासिन दोकान छ नि यिनीहरूको को प्रेमनाथ खाती हो फेरि भगवान त्यति साह्रो जङ्गली पनि नहो ल आफ्नै गाउँको मान्छेहरू पनि चिन्दिन भन्छ हौ त्यो हौ समिताको भेना प्रेमनाथ को समिता चाहिँ को भगवान किसन बडाको छोरी समिता पनि चिन्दैनस् बरन्डामा बसेर रमिता हेरिबस्थ्यो नि भरे के हेरेको होला भनेको त तल्लो गाउँको बिनुको बुढा मदनलाई पो ताकेको रहेछ दुईजना भागेर अन्त उम भएर के हो गाउँमा फेरि भाग्नु पनि त्यो कमल ड्राइभर लगेर भागेको हो अन्त बिनुले त बम भएर दाजुहरू बोलाएको थियो नि उसको के हो बिर्खे लाक्पा फुर्बा अन्त उनीहरू आएर खोजी गर्दाखेरि त भरे त्यो चिया दोकानको सोनुले पनि सराएको रहेछ अनि त्यसपछि कस्तो ठुलो काण्ड भएको के हो अन्त गाउँको सबै ठुलो मान्छेहरू धने मने सने लखनतरे हने कुन्ती मनमाया डाकमाया सबै भेला भएर के हो अन्त समाज राखेको बिर्से गम दुई थाल भात खाता हातले मुसी अन्त पो बलियो पनि हुन्छ त त्यस्तो हुँदैन हौ बाबा भात मात्रै खाएर चाहिँ यति भाते मात्रै हुनु हो कार्बोहाइड्रेट मात्रै हुन्छ भातमा चाहिँ हामीले चाहिँ प्रोटिन रिच भएको डायट खानुपर्छ होला त्यो चम्चीले गर्दै सङ पार्दै खान्छ हातले मुसी पो खानुपर्छ त अन्त पो हुन्छ त त्यो कसरी खायो म्याटर गर्दैन के खायो पो म्याटर गर्छ त हामीले त पढेको हो र पो भनेको जानिस् तिमीहरूले बेसी जानेको छस् हेलो क्या सेंसस पैसा मिलेगा हमको बैंक डिटेल्स हाँ ठीक है ओ आमा चाहिँ त्यो ब्याङ्कको एकाउन्ट नम्बरहरू लिएर आउँदा यहाँ कसलाई दिनु त्यो ब्याङ्क डिटेल्स ए सेन्ससको अरे यो के भन्दैछ सेन्ससकोहरूले त माग्दैन है ब्याङ्क डिटेल्सहरू त अरे तो सुर्ता नगर न केही हुँदैन हाँ नम्बर ओटीपी हाँ वो भी दे देगा पैसा मिलेगा ना ओटीपीहरू के दिनु हुँदैन ब्याङ्क एकाउन्ट सब खाली गरिदेला नि एकछिन हो हुँदैन माग्दैन हौ सेन्ससकोहरूले के भएको हुँदैन त्यस्तो सबै कुरा तिमीहरूले मात्रै जानेको छस् ए लु तपाईँको पासपोर्ट देऊ त यहाँ पासबुक देऊ त 542011 यी भाइ लिनु न त्यहाँ थालमा हालिकन खानु हुन्छ थ्याङ्क यू थाल त्यो होला है हजुर भाइ त्यो थाल पास गरिदेऊ न मलाई पिलेट भन्नुपर्छ नेपाली बुझ्दैन हाम्रोहरूले भन्नु न इङ्ग्लिस मात्रै बोल्छ हुन्छ भाइ प्लिज पास मी द्याट प्लेट ल थ्याङ्क यू देख्यो ईश्वर अरे न त अरूहरूले त ओके भन्छ नि तर मेरो नानीले चाहिँ ईश्वर भन्छ है त्यो एडभान्स लेभलको छ नि यसको त इङ्ग्लिस पनि फेरि गीतहरू पनि सब इङ्ग्लिसै मात्रै सुन्छौ त्यो कुनिके जाति वान लभ भनेर छ नि त्यसकोमा अब ब्यान्डहरू आउँदो रहेछ नि त यहाँ गान्तोक पाल्जर स्टेडियममा यो डिसेम्बर 13 तारिक त्यसको पनि भन्नु नि आफै फोनबाट के गरेर अस्ति टिकट पनि निकालिसकेछ त्यो त फेरि जो पाए त्यसले पनि कहाँ पाउँदैन अरे नि होइन तर मेरो छोराले त पाइ पनि सक्यो भन्नु नि होइन डिस्ट्रिक्ट बाई जोमेटोमा अनलाइन बुकिङ गर्दा भइहाल्छ मैले पनि किनेको छु के हो र खै के हो अहिले हामीलाई त अब के थाहा त्यसको खासमा चाहिँ यो चाहिँ तपाईँको अर्किड म्युजिक फेस्टिभल हुँदैछ कि अनि ब्लू यो ब्यान्ड चाहिँ तपाईँको हेडलाइनर हो अनि नितेश जङ्कुवर सोफियम सोनम वाङचेन अनि एभरग्लो पनि छ जो चाहिँ कोरियन पप ब्यान्ड हो कोरियन फेरि अब कस्तो दामी कोरियन पनि बोल्छ भन्नु नि कोरियन स्पिक सारङ्गे ओप्पा त्यो त बेसिक कोरियन हो नि यति त म पनि बोलिहाल्छु नि होइन तर मेरो छोरा त अझै दामी बोल्छ नि ए सन स्पिक मोर स्पिक कोरियन खाम्सामिदा ओप्पा पेदोक्पा यम्बा हि यो
यो त सुब्बा भाषा पो कहाँ सुब्बा भाषा हुन्छ कोरियन नै हो होइन हि भनेको गु हो होइन, सुब्बा त्यो कोरियन भाषामा र सुब्बा भाषाको एक दुईवटा शब्दहरू मिल्छ अरे नि त मैले त सुनेको होइन फेरि यम्बा भनेको पनि त ठुलो हो सुब्बा अरे त्यस्तो भाषामा जबरजस्ती नगर न अब एक दुईवटा के मिल्यो होला नि त होइन अन्त पेतोकपा चाहिँ फेरि कसरी चाहिँ कोरियन भयो आम्माको स्वभाव कोरियन बोलेको भनेर बुझ्दैन भाइ तिमीले मेरो छोरा कोरियन बोल्ने अनि त्यो एभर ग्लो जस्तै कोरियन गाउने ट्यालेन्टेड नानी हो भनेको होइन, बुझ्दैनौ अन्त तिमी? त्यहाँ त्यस्तो छ नि, ओ आमा त्यस्तो चाहिँ भनेको। यहाँ आऊ त यहाँ आऊ, के भन्दैछ होइन, आफ्नो छोरालाई त्यस्तो यहाँ हेर भन्नु। के भन्नु खोजेको भाइ तिमीले? मेरो नानी चाहिँ फ्रड हो भनेको होइन भने मैले चाहिँ त्यस्तो फेरि के भयो भाइ तिम्रो? ला छोरा राख लु होइन होइन पर्दैन पर्दैन अरे राख न पर्दैन, हौ लु। पर्दैन, धन्यवाद ला, पर्दैन नि छोरी बडा। तँ पनि राख अम्बो त्यसले चाहिँ 500 रुपियाँ दिएको अरे फेरि अब छोरी चेली हो नि त छोरी चेलीलाई बेसी दिनु पर्यो नि अनि ला लु राख छ्याबाट पर्दैन हौ मलाई पर्दैन अरे राख न हो लु राखिहाल त छ्या होसबाट पर्दैन अब हौ तिमीहरू स्टुडेन्ट हो नि त तिमीहरूलाई चाहिन्छ भनेर पो दिएको होइन छ बडा छ नि त मेरोमा त्यही कारणले पो त तपाईँ सुर्ता नगर्नुहोस् अनि न। यिनीहरू के बेसी स्वाङ पारेको चुप लागेर राख त लु छे, किन चाहिँ स्वाङ पार्नु म चाहिँ फेरि मलाई छ नि त दिइहाल्नु बडा नि। मेरोमा छ अब यसो गरिस् भने चाहिँ म कहिले पनि आउँदिनँ यहाँ लु अब यसो जबरजस्ती गर्नुभयो भने चाहिँ म पनि कहिले बोल्दिनँ नि फेरि अरे ला न लु चुप लागेर राखिहाल म त छिटो। राख्दिनँ है बडा तपाईँले राख्नु अरे स्वाङ नपारी लु राखिहाल त बडा लु। अहँ। हे, तेरिका, चुप लागेर राख भनेको बुझ्दैनस् त अब राख के जानु म भएको बडा फेरि हात चाहिँ किन काट्दै गयो? के लाग्यो? हात छोड्नु भनेको म बडासँग बोल्छु छोड्नु भन्दैछु अब खालिन्छु आ! या, चुप लागेर, आ, पिर्ला।